नमस्ते। हालै संसदमा एउटा भाषण एकदमै चर्चामा आयो। त्यो थियो स्वतन्त्र राजनीतिज्ञ हर्क साम्पाङको। उहाँले यस्ता केही कुराहरू भन्नुभयो जसले हाम्रो राजनीतिको पुरानो चलनलाई नै सोच्न बाध्य बनायो। आज हामी उहाँका तीनै प्रस्तावहरूको बारेमा कुरा गरौँ जसले सबैको ध्यान खिचेको छ। हर्क साम्पाङको भाषणको सबैभन्दा यादगार कुरा के थियो? यही थियो, टेबल नठोकौँ, ताली बजाउँ। सुन्दा त सामान्य लाग्छ होइन र? तर एकछिन सोच्नुस् त, संसदको चलन परिवर्तन गर्न यो एउटा कति ठूलो साङ्केतिक कुरा हो। यसको पछाडि एउटा गहिरो अर्थ लुकेको छ। अब यो कुरा उहाँले कहिले र कहाँ भन्नुभयो भन्ने बुझ्न जरुरी छ। उपसभामुखको उम्मेदवारीमाथि छलफल चलिरहेको थियो, तर उहाँले त्यो औपचारिक कार्यक्रमलाई संसदको संस्कृति कस्तो हुनुपर्छ भन्ने बहसमा बदल्दिनुभयो। ल, अब उहाँको भाषणको पहिलो मुख्य विषयमा जाउँ है त, जुन थियो हाम्रो राजनीतिक संस्कृतिमै एउटा ठूलो परिवर्तन ल्याउनुपर्छ भन्ने कुरा। उहाँको त्यो ताली बजाउने प्रस्ताव वास्तवमा यही ठूलो सोचको एउटा सानो प्रतीक मात्रै थियो। उहाँको पहिलो तर्क के थियो भने, चुनावको बेला जे भयो त्यो सकियो। अब त्यो तितोपन, त्यो व्यक्तिगत आरोप प्रत्यारोपलाई संसद बाहिरै छोड्नुपर्छ। उहाँले भन्नुभयो नि, अस्ति हामी चुनेर आउँदा जे गर्यौं अब त्यो सकियो। मतलब सदनभित्र छिरेपछि सांसदहरू प्रतिस्पर्धी होइनन्, देश बनाउने सहकर्मी हुन्। अब यो सम्मानको कुरालाई अझै प्रष्ट पार्न उहाँले संसदभित्रै भएका केही घटनाहरूको उदाहरण दिनुभयो। जस्तै मर्यादाको कुरा गर्दा उहाँले एउटा घटनाको उदाहरणै दिनुभयो। जब एकजना माननीयले अर्की महिला सहकर्मीलाई रुबी बहिनी भनेर बोलाउनुभयो, साम्पाङले तुरन्तै सच्याउनुभयो। उहाँले भन्नुभयो, यहाँ कोही कसैको बहिनी वा नातिनी होइन, हामी सबैले एकअर्कालाई माननीय भनेर बोलाउनुपर्छ, सम्मान गर्नुपर्छ। भनेपछि उहाँले संसदभित्र सम्मानजनक र प्रोफेसनल वातावरण बनाउन केही मुख्य कुराहरूमा जोड दिनुभयो। ज्येष्ठ नागरिकमाथि एउटा खुट्टा कता भनेर गरिएको अपमानजनक टिप्पणीको पनि उहाँले आलोचना गर्नुभयो। उहाँको भनाइ थियो, बुढेउली त प्रकृतिको नियम हो, हामी सबै त्यहाँ पुग्छौँ, त्यसैले यसको सम्मान गर्न सिक्नुपर्छ। अनि त्यसपछि उहाँको भाषणले अर्कै मोड लियो। संसदको प्रक्रियाको कुरा गर्दा गर्दै उहाँ अचानक दार्चुलाका नागरिकहरूको जीवन मरणको सङ्घर्षको एउटा एकदमै मार्मिक कथा सुनाउन थाल्नुभयो। र यो नै उहाँको भाषणको सबैभन्दा भावनात्मक क्षण थियो। यो एउटा वाक्यले नै उहाँको भावनालाई प्रष्ट पार्छ। यो कुनै राजनीतिक भाषण जस्तो थिएन, यो त आफ्ना नागरिकको पीडा देखेर मन रोएको एक प्रतिनिधिको आवाज थियो। उहाँले दार्चुलाको अवस्थालाई जसरी वर्णन गर्नुभयो त्यो एकदमै दर्दनाक थियो। बाटो छैन अनि मान्छेहरू महाकाली नदी तर्न ज्यानलाई जोखिममा राखेर तुइनमा झुन्डिन बाध्य छन्। उहाँले त भन्नुभयो, त्यहाँ सायदै कुनै यस्तो घर होला जहाँको सदस्य तुइनबाट खसेर ज्यान गुमाएको छैन। यो वास्तविकताले उहाँलाई भित्रैदेखि हल्लाएको रहेछ। त्यसैले उहाँले सरकारलाई स्पष्टसँग कदम चाल्न माग गर्नुभयो। भौतिक पूर्वाधार मन्त्री र गृहमन्त्रीलाई तपाईहरू आफै दार्चुला जानुस्, त्यो अवस्था आफ्नै आँखाले हेर्नुस् र जिम्मेवारी लिनुस् भनेर आग्रह गर्नुभयो। अब फेरि हामी त्यही सुरुको कुरामा फर्कौँ है त, ताली बजाउने प्रस्तावमा। भाषणको अन्त्यमा उहाँले यो प्रस्तावलाई एउटा नयाँ किसिमको राजनीतिको प्रतीकको रूपमा फेरि उठाउनुभयो। उहाँले भन्नुभयो, खालि हामीले यो टेबल कुर्सी ठोकेर टेबल कुर्सी माथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन। उहाँको सुझाव के थियो भने, अहिलेको यो हो हल्ला गर्ने तरिकाको सट्टा एउटा सरल र सभ्य विकल्प अपनाऊ। अन्तमा उहाँको पुरै भाषण यही एउटा सरल छनोटमा आएर टुङ्गियो। उहाँले आफ्ना सहकर्मीहरूलाई एउटा स्पष्ट विकल्प दिनुभयो। के हामी पुरानै टकरावको बाटोमा हिँडिरहने कि एउटा नयाँ, अलि बढी सम्मानजनक संस्कृति सुरु गर्ने? अन्तमा हर्क साम्पाङको भाषणले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। उहाँको प्रस्ताव टेबल ठोक्ने कि ताली बजाउने भन्ने मात्रै थिएन, होइन त? यो त असहमतिलाई कसरी सम्मानजनक तरिकाले राख्ने र राजनीतिलाई कसरी अलि रचनात्मक बनाउने भन्ने बारे थियो। के एउटा सानो परिवर्तनले साँच्चै ठूलो प्रभाव पार्न सक्छ त? यो सोच्नुपर्ने कुरा हो।